लाग्छ। अब देश विकास हुनु पर्यो, ओगटेर मात्रै भएन। के हो, हामी खाल्लामा झाङमा परिरहेका छौँ। कसरी त्यो राष्ट्र ब्याङ्क हाम्रो हो, एउटा तहले खानु पर्यो। कोही लगेर घरमा पैसा थुपारेर लगेर जलाउने, कोही गरिबी जनताहरूले खान नपाउने, त्यो ठिक छ? यहाँ त देश विकास गर्नु पर्यो। ठोसेमा फलम खानी छ हाम्रो बाजे पालामा, त्यो फलमका खानी सुचारू भएन किन बन्द गर्यो सरकारले? अहिले हाम्रा सम्पूर्ण नातिहरूसँग अब पलाती हुने बेला मान्छे भइसकेन, गएर चाहिँ विदेशको खाडीमा गएर चाहिँ जीवन बिताउनु पर्यो। तिनको चाहिँ देश विकास होस्, कल कारखाना खुलोस्, विदेशमा चाहिँ पेट्रोल गइरहेको छ, मेडिकल खानी गइरहेको छ, डिजल खानी गइरहेको छ, सुन खानी छ आदि इत्यादि। सालमा अथवा 2 सालमा त्यसलाई चाहिँ निकासी पैठारी गरेर त्यसलाई त्यो खानीहरू निकाल्नु पर्यो, सुचारू गर्नु पर्यो। हाम्रा विदेशमा जाने सम्पूर्ण युवकहरू त हाम्रो त्यही देशमा बसेर आफ्नो मातृभूमि सेवा गरेर आमाको सेवा गरेर खान पाइन्छ। अर्काले बेच्या छ सरकारले, एउटा विदेश गएर आयो भने 10,000 चाहिँ राजस्व तिर्नुपर्छ। एउटा माग्दाखेरि मेन पाउनु 18-20 लाख तिरेर जानुपर्छ। अनि त्यो कहाँबाट ल्याउने गरिबले र त्यहाँ जाने, भोकै तिर्खै मर्नु परिरहेको छ। यहाँ कति पराए के गर्छन्? यहाँ आए अनि म यसो गर्छु र त्यसो गर्छु भने हाम्रो आँखा एकमुठी छारो उठाएर हालिरहेका छन्। अनि फेरि गए फर्केर पनि आउँदैन। अनि त्यो आफ्नो पार्टी पछि के छ, तिनले बोलेको कुरा चाहिँ ठोस हुने, उतिनखेरि भइहाल्ने, फोनका भरानी हुने। हामीलाई भने महिना 15 दिन नि गर्न सक्दैन। के यो ठिक छ? यो ओके छ? बिल्कुल ठिक छैन मेरो लागि। गन्ने मान्नेलाई त्यही तरिकाले हेर्छ, हामी जस्तो झ्यात्रे झुत्रेलाई त्यही तरिकाले हेर्छ। त्यो के जे गरे नि हुन्छ? सबै नेपाल आमाका छोराछोरी होइन? त्यो त राज्य चलाउन गए समान्त रूपले हेर्नु पर्दैन? मेरो समस्यामा अब मानिल्याउ न, मेरो केही छोरो समस्या परेर यहाँ चाहिँ वडामा आयो भने अब चाहिँ त्यही दिन हुने कुरो चाहिँ अरूको रातारात साँझ बिहान गरेर हुन्छ भने हाम्रो भोलि पछि 3 दिन नै लाग्नु सक्छ होइन? त्यो दृष्टिकोणले हेर्नु भएन। आएपछि कसको समस्या के हो समाधान उतिनखेरि गर्नुपर्छ। उसले राणा शासन हो, अहिले यहाँ देशमा राणा शासन भइरहेको छ। मेरो लागि, तपाईँहरूको लागि के छ तपाईँहरू नै जानुहोस्, मलाई थाहा छैन। हामीले बोल्ने खाने ठाउँ छैन। यहाँ बोल्यो भने दाबी गर्छन्। स्पेनको दाबीमा बस्ने आज हामी यहाँ के बोल्छ कसो बोल्छ अनि धेरैजना मिलेर एउटालाई दुईटालाई दबाउनु खोज्छ। अब दबाउ गरेर बस्ने बेला छ त्यो हो नि? हामी जसरी तसरी अब म त बुढो भएँ। अब युवकहरूलाई देश दिनुपर्छ। युवकहरूले चाहिँ राज्य चलाउनु पर्छ। युवकहरूले केही परिवर्तन ल्याउन्। उनीहरूले पढेको छ, हामीभन्दा धेरै जान्ने छन्। मेरो बाउभन्दा म धेरै जान्ने, मभन्दा मेरो छोरा धेरै जान्ने। अब ती छोराहरू के गरिरहेका छन्? हामी चाहिँ केही न केही पुँजीले चाहिँ कमजोरी भएर विदेश गएर बस्नु परिरहेको छ, अर्को पैसामा बेचिनु परिरहेको छ। सारा जनता, हामी नेपाली जनताहरू अर्बौँ खर्बौँ मान्छे त्यहाँ जान्छ। आज हामी यहाँ एउटा लास पऱ्यो भने हामी बिर्दा भन्दा यहाँ छैन। कसले लगेर त्यो डाँसडाँस गराउँछ? यस्तो कुराहरू धेरै छ, टुटीफुटीहरू। यस्तो कुरा दिनभरि गरि नै सक्दिनँ म अहिलेलाई। यसैमा अब मैले चाहिँ युवकहरूलाई हेर्नुपर्छ भनेर सम्पूर्ण यहाँ उपस्थित हुने सबै बुबा दाई दाजु भाइ अथवा इष्टमित्र सबै सम्पूर्ण मान्यजनहरू लगायत सम्पूर्ण मैले पनि प्रयास गर्ने छु चाहिँ मेरो टोल गाउँमा